हाई मिनासामा कोन्निचिवा क्योवा एन फुरो नो खान्जी वो योमिमास्यो है इचिपान सबैभन्दा सुरुमा हेर्नुहोस् माथि के को खान्जी हो यो एकचोटि भन्नुहोस् त गेस गर्नुहोस् यो के को खान्जी होला उच्यु उच्यु यानी कि स्पेस के अरे उच्यु यानी कि स्पेस त्यसैगरी सेकेन्डमा हेर्नुहोस् यो के को खान्जी होला चिनिसक्नु भएन तपाईहरुले केनको भनेको के अरे हेल्थ केनको भनेको के अरे फेरि भन्नुहोस् त केनको भनेको हेल्थ अरूतिर आँखा नहोस् आँखा चाहिँ यही मैले देखाएकोतिरै होस् है केनको भनेको के अरे हेल्थ यानी कि स्वास्थ्य ल नेपालीमा मात्र बुझ्नु कोही नेपाली मिडियमबाट मात्र पढ्नु भएको छ भने हेल्थ स्वास्थ्य भन्छ हेल्थलाई है कसैले इंग्लिश बुझ्छ कसैले नेपाली बुझ्छ ल अर्को भनेको तेस्रो नम्बरमा के छ शिवशो भनेको चाहिँ के हो प्रधानमन्त्री यानी कि प्राइम मिनिस्टर जस्तै नेपारुनो शिवशो वारोइ देश नेपालको प्रधानमन्त्री चाहिँ के छ ब्याड छ खराब छ भनेको हैन ल शिवशो भनेको के अरे प्राइम मिनिस्टर त्यसैगरी 4 नम्बरमा के छ ज्यौहौ भनेको चाहिँ के हो त सूचना हो हैन ज्यौहौ भनेको इन्फर्मेसन यानी कि सूचना जस्तै यो सूचना भनिदिनुहोस् भन्दाखेरि के हुन्छ कोनो ज्यौहौ वा है इत्ते खुदासाई तेफम प्लस खुदासाई यो सूचना चाहिँ भन्नुहोस् भनेर भनेको ल अर्को चाहिँ यहाँ तल हेर्नुहोस् यो के को खान्जी हो सुरुको यो बुनको खान्जी हो बुन प्लस पछाडी का भनेपछि बुन का भनेको के हो बुन का भनेको कल्चर हो यानी कि बुन का भनेको के अरे ए गोमिना साई बुनका हैन यो बुन पौ रहेछ बुन पौ भनेको ग्रामर के अरे बुन पौ भनेको ग्रामर त्यसैगरी अर्को नम्बरमा हेर्नुहोस् यो हाचुको खान्जी हो हाचु अनि यो सियोपाचु सिमासमा पाचु भनेर पनि लाग्छ भनेपछि यो भनेको हाचु प्लस ओन ले के भयो हाचु ओन यो भनेको ओतोको खान्जी हो ओतो यानी कि साउन्ड भनेपछि हाचु प्लस ओनले के हुन्छ साउन्डको पनि खान्जी आएपछि के हुन्छ प्रोनाउन्सिएसन यानी कि उच्चारण हुन्छ है यो के हुन्छ अरे यो चाहिँ मैले तपाईहरुलाई खासमा टेस्ट लिएको यो तपाईहरुले के भन्नुहुन्छ भनेर मैले टेस्ट लिएको मात्र हो यो बुन प्लस यसलाई के भन्छ अरे का भन्छ हैन हो होइन यसलाई का भन्दैन यसलाई पौ भन्छ के भन्छ अरे पौ बुन प्लस पौले के भन्छ बुन पौ यानी कि ग्रामर ल यो भनेको हाचु प्लस ओनले हाचु ओन यानी कि हाचु ओन भनेको के हो भन्नुस् त हाचु ओन भनेको प्रोनाउन्सिएसन ल त्यसैगरी यो एकदमै सजिलो यो खान्जी त मैले तपाईहरुलाई भनिराख्नु पर्छ जस्तो लागेन यो भनेको सो यानी कि एन्सेस्टर भन्छ यानी कि नेपालीमा भन्नु पर्दाखेरि यसलाई पुर्खाहरु भन्छ आफ्नो पुर्खाहरुको खान्जी हो यो भनेको सो प्लस यो चिची भनेको बुवाको खान्जी हो भनेपछि आफ्नो पुर्खा र बुवाको खान्जी आएपछि के हुन्छ त त्यसको अर्थ बाजे भन्ने बुझिन्छ के अरे यानी कि हजुरबा यानी कि इंग्लिशमा भन्नु पर्यो भने ग्रान्डफादर भनेपछि त्यसैगरी यो तल सोफु भन्छ यसलाई भनेपछि यो तलकोलाई के भन्छ हाहाको खान्जी चाहिँ यतापट्टि यानी कि मम्मीको आमाको खान्जी हैन भनेपछि सो प्लस हाहा हुन्छ त हुँदैन यो हाहालाई चाहिँ अर्को बो पनि भन्छ जसरी यो चीलाई फु भनियो त्यसैगरी यो हाहालाई चाहिँ बो पनि भन्छ अब दुईटा रिडिङ हुन्छ है खान्जीको एउटा ओन्योमी र कुन्योमी यो एउटा रिडिङमा भनेको हाहा भन्छ भने अर्को रिडिङमा भनेको बो पनि भन्छ भने चाहिँ सो प्लस बोले सो बो यानी कि बोजू यानी कि हजुरआमा यानी कि इंग्लिशमा भन्नुपर्दा ग्रान्ड मदर त्यसैगरी अब तलको खान्जी हेर्नुहोस् यो के को खान्जी हो थाहा छ तपाईहरुलाई पक्कै पनि थाहा हुनु पर्ने हो थाहा छैन भने म भन्दिहाल्छु नि म छु त मागो भनेको चाहिँ के अरे नाता नातिनी यानी कि ग्रान्ड चिल्ड्रेन भनेर बुझिन्छ है सजिलो छ नि हैन त्यसैगरी अर्को छ अर्को भनेको के को खान्जी हो त यो त आउनु पर्ने हो सी प्लस जेन सीजन यानी कि प्रकृति भनेको के अरे प्रकृति सी प्लस जेन सीजन यानी कि नेचर प्रकृति भनेको त्यसैगरी यो अगाडि ओसिएमासको खान्जी हो त्यसै पछाडी छ के छ इक्कु भनेपछि क्यो इक्कु के अरे
क्यो इक्कु भनेको एजुकेसन यानी कि शिक्षा अगाडिमा सिताका बुझिसक्नु भएन तपाईहरुले ल त्यसै गरी यहाँ छ अब यो चाहिँ हो बुन प्लस का बुनका यो किताको पनि खान्जी हो हेर्नुस् त हो हैन यसलाई का पनि भन्छ अर्को रेडिङमा भने चाहिँ बुन प्लस का भनेपछि बुनका भनेको के रे बुनका भनेको के हो कल्चर यानी कि संस्कार संस्कृति भनेको ल त्यसै गरी यो एकदमै इन्ट्रेस्टिङ छ यो खान्जी हेर्नु है ओमसिरै देशने यो भनेको के अरे स्या प्लस आइमासको खान्जी हो अब अर्को रेडिङमा आइमासलाई के भन्छ खाई पनि भन्छ के भन्छ अरे खाई भन्छ खाई भनेपछि स्या प्लस खाईले के भयो स्याक खाई भनेको सोसाइटी यानी कि समाज स्या प्लस खाईले स्याक खाई यानी कि के अरे सोसाइटी यानी कि समाज अब ठिक्कलाई उल्टो यताबाट पढ्नुस् खाई प्लस स्याले के भयो खाइस्या यानी कि कम्पनी कस्तो इन्ट्रेस्टिङ छ हैन भनेपछि तपाईहरुलाई खाइस्याको खान्जी आयो भने तपाईलाई स्याक खाइको पनि स्वतः आइहाल्यो किनभने त्यसलाई नि ठिक्क उल्टो बनाउँदाखेरि के हुन्छ स्याक खाइ भन्छ खाइ स्याको उल्टो स्याक खाइ यानी कि सोसाइटी त्यसरी नै छ अर्को नम्बरमा हेर्नुस् अब यो भनेको से प्लस जी सेजी यानी कि के अरे पोलिटिक्स यानी कि राजनीति भनेको के अरे जस्तै नेपारुनो सेजी वा दामे देश हैन अथवा नेपारुनो सेजी वा वारुई देश हैन नेपालको चाहिँ राजनीति एकदमै ब्याड छ भन्नु खोज्या है ल त्यसै गरी अब अर्को खान्जी हेर्नुहोस् यो भनेको के को खान्जी हो लु भन्नुहोस् त तपाईहरुलाई थाहा हुनुपर्ने यो भनेको बौ प्लस रिचु बौ रिचु भनेको चाहिँ के अरे कानुन यानी कि ल बौ प्लस रिचु कानुन यानी कि ल बौ रिचु भनेको के अरे ल हैन त ल अलिक सारो सारो पढ्नुहोस् है ल अर्को त्यसै गरी यो खान्जी के को खान्जी हो त तपाईहरु आउनु पर्ने हेन को खान्जी हो के अरे हेन अब यो केमा पनि लाग्छ भन्दा ताई हेनमा पनि लाग्छ यानी कि गाह्रो अप्ठ्यारोमा पनि लाग्छ हैन तर यो हेन मात्र आयो भने चाहिँ के हुन्छ अड स्ट्रेन्ज हुन्छ त्यसै गरी अर्को खान्जी हेर्नुहोस् यो तलको यो छोरी मान्छे खान्जी छ है यतापट्टि अनि यतापट्टि यो घर जस्तो छ अब तपाईहरुले खान्जी ट्रान्सफर्मेसन हेर्नु भएको छैन भने एकचोटी चाहिँ ट्रान्सफर्मेसन पनि हेर्नुहोस् त्यसले गर्दा तपाईलाई दिमागमा भिजुअलाइज भएर चाहिँ बुझ्नु धेरै सजिलो हुन्छ यो भनेको आन प्लस जेन आन जेन यानी कि सेफ भनेको यानी कि सुरक्षित भनेको है त्यसै गरी ध्यान चाहिँ यतातिर हुनु पर्यो है सबैजनाको यहाँ हेर्ने यहाँ यता दायाँ बायाँ नहेर्ने ल अर्को छ की प्लस केन किक केन भनेको के हो त डेन्जर के अरे की प्लस केन किक केन भनेको डेन्जर यानी कि अब नेपाली मिडियम पढ्ने विद्यार्थीहरूलाई चाहिँ खतरा ल ल त्यसै गरी तल यो सोराको खान्जी हो आकाशको यसको अर्को मिनिङ भनेको खाली पनि हुन्छ अथवा भ्याकेन्ट पनि हुन्छ अथवा अनअकुपाइड पनि हुन्छ अब यो खाली अथवा आकाशको खान्जीसँग यो की को खान्जी आयो भने के हुन्छ यसलाई कु पनि भन्छ सोरा पनि भन्छ कु पनि भन्छ अनि कु प्लस की कु की भनेको के अरे एयर यानी कि हावा अगाडिमा सिताका बुझिसक्नु भएन ल अर्को छ यो के को खान्जी हो त यो भनेको नामिदाको खान्जी हो के भनेको नामिदाको अब नामिदाको मिनिङ के हो कसले पढ्नु भएको छ भन्नु त नामिदा भनेको टियर यानी कि आँसु के अरे आँसु यो सबैभन्दा सजिलो खान्जी यो 10 यानी कि स्कोर पोइन्ट जस्तै मैले चाहिँ जेएलपीटी को एक्जाममा 150 पोइन्ट ल्याए भन्नु पर्यो भने वातासी वा जेएलपीटी नो सिक्केन्नी ह्याकु गोजिउ तेन गा हैन पाउनु भनेको के हो मोरेमासिता है ल त्यसै गरी अर्को के को खान्जी हो त यो भनेको गेन प्लस इन गेन प्लस इन के अरे गेन इन भनेको चाहिँ के अरे रिजन अथवा कज बुझ्नुभयो गेन इन भनेको चाहिँ कज कुनै पनि कज यानी कि कारणहरु भन्ने बुझिन्छ त्यसै गरी अर्को तल हेर्नुहोस् सीई आएको छ पछाडी अगाडि के को खान्जी होला लु भन्नुहोस् त किबिसी भनेको स्ट्रिक्ट अथवा यसको कडा भन्ने पनि बुझिन्छ है स्ट्रिक्ट अथवा कडा भन्ने पनि बुझिन्छ ल
त्यसै गरी यो हेर्नुहोस् यो के को खान्जी हो जी प्लस केन जी केन भनेको चाहिँ एक्सपेरिमेन्ट नेपालीमा एक्सपेरिमेन्टलाई के भन्छ ल भन्नुहोस् त एक्सपेरिमेन्टलाई के भन्छ ल एक्सपेरिमेन्ट भनेको चाहिँ कुनै पनि कुराको चाहिँ यो कस्तो हुन्छ भनेर त्यसलाई चाहिँ जाँच गर्नु भनेको ल त्यसै गरी सेकेन्ड लास्टमा हेर्नु यो भनेको हित्तो पनि हो एउटा जिन पनि हो एउटा निन पनि हो तीनटै भन्छ यसको रिडिङ तीनटै हुन्छ भनेपछि यो कुचीको खान्जी मूर्खको खान्जी हो भनेपछि जिन प्लस कौ पनि भन्छ यो कुचीलाई भनेपछि जिन कौ यानि कि पपुलेसन हो त्यसै गरी सेकेन्ड लास्ट तल यसलाई ओकी पनि भन्छ दाई ताई पनि भन्छ अर्को रिडिङमा भनेपछि यहाँ चाहिँ दाई भनेर आउँछ दाई तौ रेउ भनेको चाहिँ के अरे प्रेसिडेन्ट राष्ट्रपति हैन जस्तै नेपालको राष्ट्रपति चाहिँ खत्तम छ भन्नु पर्यो भने के भन्नु पर्यो नेपारु नो दाई तौ रेउ वा वारुई दामे देश भन्दा नि भएन नट गुड भनेको ल यो भनेको चाहिँ जस्तै हामी सान भन्छौँ नि सानकै पोलाइट फर्ममा चाहिँ सामा हो जस्तै यो मिनासान भन्नु र मिनासामा भन्नु एउटै हो तर मिनासामा भन्यो भने चाहिँ अझै पोलाइट वर्ड यानि कि लेडिज एन्ड जेन्टलमेन भन्ने बुझिन्छ भने मिनासान भनेको चाहिँ सबैजना मात्र भन्ने बुझिन्छ है यो भनेको के को खान्जी अरे सामाको ल मिनासामा क्युवा एन फुरोनो खान्जीका खान्जी वो योमी मासिता गाम्बाते खुदासाई माताने